कोही माइकालालले केही हल्लाउन सक्दैन मेरो, बुझ्यौ नि? केही हल्लाउन सक्दैन कि एउटा कपालधरि हल्लाउन सक्दैन। के गर्नु? अरूको दुःखमा सहयोग गर्नु नै मेरो गल्ती भयो हैन? अरूको दुःखमा रुनु नै मेरो गल्ती हो नि, होइन र? सहयोग गर्नुपर्ने। तर के गर्नु, तिमीहरू जस्तो गरेर अरू लड्यो भन्दैमा लडेको ठाउँमा गएर हाँस्ने मान्छे होइन म। सहयोग गर्ने मान्छे परे। त्यही भएर तिमीहरूले हेप्न खोजेको होला है। के गरेको यो? कसो गरेको यो? टिकटकमा यस्तो गर्छ। मैले के गरेँ? केही गरेँ हैन। म आफूले खुसी राख्नको लागि नि म जे पनि गर्छु। नाच्छु, नचाउँछु, हाँस्छु, हँसाउँछु, गाउँछु, गाइदिन्छु, तर मलाई केही फरक पर्दैन। मेरो बुढालाई त फरक पर्दैन भने त चिथर्नेहरूलाई के फरक? कुरा लाउनु पर्ने, मलाई तल खसाल्नु पर्ने। हामीसँग पैसा छैन। तिमीहरूसँग त टन्न पैसा छ नि त। छैन मसँग पैसा, मसँग इमानदार छ, बुझिस् नि? तिमीहरू जस्तो अरू जस्तो धुत्ने, ल्याङठ्याङ गर्न आउँदैन मलाई, बुझ्यौ? त्यही भएर मलाई केही फरक पर्दैन। म आफ्नो छोरोसँग हाँस्छु, हाँसाउँछु, नचाउँछु हैन? त केही फरक पर्दैन। मेरो बच्चाहरूसँग बस्छु, म आफै खुसी हुन्छु। त्यो तिमीहरूलाई सहयोग गर्दा भन्न त भन्थे के? आफ्नो धोती च्यातेर अर्काको नाक नटाल है, आफ्नै चाक देख्छ भन्थे, हो रहेछ। आफ्नो धोती च्यातेर तिमीहरूको नाक टाल्नु नै गल्ती भयो, किनभने मेरो त अहिले चाक देख्यो। त्यही भएर हो कि यहाँनिर कुरो बिग्रेको भनेको, चिथर्ने।